Hello guys, welcome back to my YouTube channel हजुर डायरी म यहाँ सन्चै छु आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म चाहिँ आज पासपोर्ट लिन जान्छु भनेर मेरो क्लासबाट निस्केको थिएँ तर पासपोर्ट लिन जाँदा क्रममा चाहिँ मैले टाइम पुगेको थिएन हैन 10 बजे पुग्छ नि त प्रशासन कार्यालय बरु मोमो खाएर जाम हैन तबसम्म टाइम पनि भइहाल्छ भनेर सोचे अनि मोमो खान निस्केको थिएँ अनि मोमो खाने ठाउँमा आइपुगेँ हैन अनि त्यही हो के कारणले गर्दा मैले आज पासपोर्ट पाउन सकिनँ अनि मैले यहाँ मोमो खाएँ कुन ठाउँमा खाएँ मैले कति इन्जोय गरेँ त्यही कुरा भन्न चाहन्छु होइन अन्तिमसम्म हेर्नु होला यो चाहिँ हाम्रो मोमो सेन्टर हो होइन नेपालगञ्जमा हजुरहरूलाई मोमो या सेकुवा भुटन या खाना जे पनि खान सक्छ होइन यहाँ आएर खान सक्नुहुन्छ सबभन्दा टेस्टी पाउँछ क्या मैले चाहिँ अहिलेसम्म जति पनि ट्राई गरेँ मलाई चाहिँ टेस्टी लाग्यो यहाँ पुरा लोकल तरिकाले सेकुवा बनाउँछ पुरा त्यो कोइलामा हालेर होइन कसरी बनाउँछ पुरा मैले आफूले हेरेर देखेको थिएँ होइन कसरी बनाउँछ मैले भिडियो त लिन पाइनँ अनि दाइहरूले पनि हेर्नु यहाँको हस्पिट्यालिटी पनि कति राम्रो छ भन्ने बित्तिकै गइदिन्छ त्यति बिहान पुगेको थिएँ म होइन त्यही पनि मैले भने कि मलाई यो भटमासको अचार खानु छ होइन उहाँले बनाएर ल्याइदिनु भयो मलाई चाहिँ फेभरेट हो क्या यो भटमासको अचार म त्यसकै लागि भए पनि जान्छु होइन भटमासको अचार भयो यो चाहिँ मोमोको चटनी जस्तै अचार होइन अनि हेर्नु कस्तो तातो तातो पुरा बाफ आइरहेको थियो कि यो सेकुवाबाट तातो तातो सेकुवा कस्तो चिसोमा कस्तो मजा आउँछ मलाई त्यसमा यो चाहिँ पुरा खाजा सेट हो यसमा भुजा भटमासको अचार होइन अनि यो चटनी टमाटरको अनि सेकुवा आउँछ होइन यसको मात्र 540 पर्छ हजुरले खानु चाहनुहुन्छ भने ट्राई गर्न चाहनुहुन्छ भने कहिले नेपालगञ्ज भिजिट गर्नु भएको छ भने यो ट्राई गर्नु होला टेस्टी हुन्छ म चाहिँ वास्तवमा भन्नुपर्दा म चाहिँ मोमो खान गएको थिएँ तर सेकुवा खाएर आएँ बिहान बिहान मोमो पाउँदैन भनेर किनभने प्रायः जस्तो बिहान बिहान मान्छे त खाना खान आउँछ नि त यहाँ खाना पनि लास्ट टेस्टी हुन्छ मैले ट्राई त गरेको छैन तर मैले त्यहाँ मान्छेहरूलाई सोधेको होइन टेस्टी हुँदो रहेछ तातो तातो खाना खानु छ भने या केही बुटन सुटन सेकुवा मोमो मटनको भेराइटीहरू धेरै पाउँछ क्या यता त्यही भएर मलाई ठिक लाग्छ नेपालगञ्जमा त खानको लागि जति नै खानेकुरा एक्सप्लोर गर्न चाहनुहुन्छ भने होइन यहाँ आउनु होला यहाँ धेरै भेराइटीको खानाहरू पाउँछ मलाई त कति बढी भइरहेको थियो म त एक प्लेट कहिल्यै खान सक्दिनँ म त जहिले यहाँ आउँदाखेरि मेरो हस्बेन्डसँग आउँथेँ तर उहाँ हुनुहुन्न यहाँ त्यही भएर मलाई एक्लै आउनु पर्यो कस्तो खान मन लागिहाल्यो होइन अचानक सोचे खाइहालौँ भनेर एकचोटि आउनुभयो भने पटक पटक आउनुहुन्छ यहाँ मलाई लास्टै बढी भएको थियो कि त्यही भएर मैले सकि नसकि खाएँ होइन टेस्टी पनि हेर्न सक्नुहुन्छ यहाँ मान्छेहरू कस्तो मजाले खाइरहेछन् होइन टेस्टी मानेर पुरा तातो तातो खानाको बाफ पनि आइरहेछ कि त्यही भएर हजुरलाई खानालाई राम्रो ठाउँ पाइरहेको छैन होइन यहाँ आउन सक्नुहुन्छ अन्ली 250 खाना सेटको होइन भेज खाना सेटको यहाँ आएर ट्राई गर्न सक्नुहुन्छ अनि बल्ल बल्ल मैले सकाउन खोजेँ होइन सकिन आँटे जस्तो भइरहेको क्या मलाई हेर्नु न खाँदा खाँदा कस्तो भइसक्यो मलाई एकले खानै नसक्ने कि मलाई कस्तो बढी भइहाल्छ यो पनि थोरै खाने बानी छ अनि त्यसपछि मैले चाहिँ त्यही सोचिरहेको थिएँ त्यहाँ गएर प्रशासन कार्यालयमा वेट गर्नुभन्दा त बरु केही खाएर जाउँ होइन भोक पनि लागिरहेको थियो कति दिन भइसकेको थियो खाएको थिएन गीत सुन्दै खाइरहेको थिएँ म मलाई बोर फिल भइरहेको थियो एक्लै के गरौँ भनेर हेर्नु बल्ल बल्ल मैले सकाएँ है जे होस् निस्किसकेँ है पेमेन्ट गरेर सिटी खोजिरहेको छु सिटी खोज्नेवाला जहिले मेरो यस्तै हुन्छ यति भाउ खोज्छ नि सिटीवालाहरू के भन्नु यहाँ नेपालगञ्जमा सिटी पायो होइन म बसिहालेँ अब म जाँदैछु पासपोर्ट कति खुसी हुँदै गइरहेको थिएँ म होइन मनमा नै त्यही आज पाउँछु भनेर प्रशासन कार्यालय पनि पुगेँ
खुसी हुँदै गइरहेको थिएँ आज पासपोर्ट पाउँछु भनेर। तर त्यही पासपोर्ट शाखामा पुगेपछि त मेरो पासपोर्टै नआएको रहेछ। अनि उहाँ सरले चाहिँ भन्नुभयो केही मिस्टेक भएको रहेछ भने त्यो फाइलमा चेक गर्नु, हजुरले पाउनुहुन्छ। अनि त्यो मिस्टेक भएको ठाउँमा हजुरको फर्म रहेछ भने हजुरको मिस्टेक भएको होला भनेर। ठ्याक्क मैले यसो चेक गर्दाखेरि त मेरो फर्म अगाडि नै रहेछ क्या। हेर्नु नि यहाँ कति मजाको गार्डन बनाएको छ, घाम ताप्न रमाइलो हुन्छ यता त। म जहिले जाँदा पनि यहीँ एकछिन उभिन्छु कि एकछिन घाम पनि ताप्नु। जहिले म जाडो महिनामा म्याक्सिमम् पुगेको, अस्ति हुँदाखेरि पनि जाडै थियो, त्यही भएर म घाम तापिरहेको थिएँ। त्यहाँभित्र चाहिँ मोबाइल लिएर जान दिँदैन क्या, त्यही भएर मैले बाहिरबाट देखाएँ। यो चाहिँ जुन चाहिँ आन्दोलनपछि जलाएको थियो नयाँ भवन बनेको चाहिँ पासपोर्ट शाखा। अनि त्यहाँको सरले चाहिँ बायोमेट्री हो कि के भन्छ त्यस्तै के, त्यो चाहिँ गर्ने बेलामा मिस्टेक भएको रहेछ। अनि हजुरले फेरि फोटो खिचाउनुपर्छ अनि स्ट्याम्पहरू लाउनुपर्छ भनेर सरले भन्नुभयो। अनि मैले फेरि लगाएँ। अब फेरि 1.5 महिना वेट गर्नु पऱ्यो। म्यासेज पनि आएको थिएन मिस्टेक भएपछि। त्यही हो, यत्रो हुँदाखेरि पनि म खुसी भएर आइरहेको थिएँ किनभने बिहान मिठो मिठो सेकको मोमो खान पाएको थिएँ, त्यही भएर होला। ल आजको लागि यति। यस्तै भिडियोको लागि मलाई सब्सक्राइब लाइक गर्नु होला।